यसरी नै पुग्दो रहेछ। ठिक छ। जय शम्भु बाबा, जय शम्भु। म आउनु त धेरै टाढाबाट आएको, फुलसुल टिपेर भोले बाबाको दिन आज। भोले बाबालाई पनि यसो यहाँ आएन भने घरै नआइज भनेका छन्। ए ल के गर्नु भोले बाबा, यस्तै रहेछ दिनहरू। यी मान्छेको काम छैन, उहाँको पनि काम छैन, गफ जोड्दै बस्नुहोस् होइन। र मेरो प्यारी दिदी आउनुभएको छ। जय शम्भु, राधे राधे। मेरो पछि पछि आउनु भएको छ कुरा काट्दै काट्दै। बाँकी यस्तै हो, दिनहरू राम्रो छ। ल काम छैन होइन। बिहान उठेर यसो चियासा पकाउँ, धुप आधा दिउँ भन्ने छैन। बिचरा उहाँ काम कति काम होला दिदीको काम पनि रोकेर गफ जोत्न लाउनु भयो नि दिदीलाई पनि। ल मोटुले पनि स्कुटर लिएर आएको छ आफ्नो जस्तै। यस्तो छ। रिसको भन्दा अरू भन्नुहोस्। बल्ल कामको याद आयो। यत्रो बेर गफ गर्नु कामको याद आएन भनेको क्या। आधी घन्टा भयो तपाईँहरू गफ जोत्न थालेको यहाँ। खै एकछिन भयो। टेन्सन दिन्छ त्यहाँ। पहिले उयो गरेर चाहिँ म ढोकाल्छु भने भोले बाबाको जय होस्। भोले बाबाको जय होस्। जय भोलेनाथ। ल हेर्नुहोस् यहाँ चाहिँ यस्तो छ। यहाँ मेरो आमा, पाथिभरा आमा, भोले बाबा छ हुनुहुन्छ। अब एकछिनमा देखाउनु चाहिँ तपाईँहरूलाई म। जय शम्भु, जय श्री कृष्ण, राधे राधे। मेरो आमा जय शम्भु, जय श्री कृष्ण, राधे। के गर्नुभएको प्रभु? आज सोमबार हो अनि बाबालाई यहाँ माला उन्दिउँ भनेको। छोराले टिपेर ल्याएको फुल टिपिदिन्छ होला। यसो किडिक किडिक गरिदिए धर्मै हुन्थ्यो। मलाई आमालाई सघाउँदा यस्तो जिन्दगी म कहिले छोड्नु कहिले उड्नु यति छ। कहाँ कहाँको भोले बाबालाई पुऱ्याउनु जिन्दगी। दिपेश गुरुले सबैलाई पागल बनाइसक्यो। जय शम्भु तिमीलाई। के गर्नुभएको माताजी? सरसफाइ ल्या मेरो जिउ खराब यसरी गर्नुपर्छ। भोले बाबालाई आज सोमबारको दिन केही दिनु सक्दैनौँ। एउटा माला बनाएर चढाउँ बाबालाई। अब
साँपको माला त अब कहाँबाट ल्याउनु र यसो आँखै माला भए पनि खुसी पारौँ भन्ने सिद्धान्त खै। हाम्रो हरि कीर्तनमा भित्रबाट त उयो किताब छ त के अरे कुबेर सुबेरीको टो ल्याउ न अनि यसो सिक जिन्दगी हामीलाई पनि ल यसरी भनेर मैले हालिदिएको थिएँ त अस्ति टिकटकमा कि केमा हालिदिएको थिएँ छोरो मेरो छोरो आमा पाल्ने छोरो आमा पाल्छ कि आमा कुटेर हिँड्छन् मलाई थाहा छैन फर्को पाल्छु चाहिँ भन्छन् अहिले चाहिँ मान्छे 2 सेकेन्डमा दिमाग सड्काउँछन् सड्काएर के हुन्छ सपनामा त यहाँनिर झगडा गर्दैछ सपनामा यस्तो देखेँ भनेर जिन्दगी जय शम्भु जनालाई आउनुहोस् बस्नुहोस् हुन्छ गुरु यो माला त्यहाँबाट के छ भन न किन यति राम्रै हुनुभएको मेरो दिदी आज भोले बाबाको दिन हो नि भोले बाबा कुराकानी सपनामा आएर भोले बाबाले के भन्नुभयो अरे मेरो छोरी भन्नुभयो अरे हजुर तपाईँको शुभ नाम नमस्कार जय शम्भु राधे राधे मेरो नाम चाहिँ इन्दिरा राणा आले मगर दमकसा हाम्रो पछि घर झुपडी भयो भने नि जय शम्भु परिवार लेख्नुपर्छ ल बाहिर जय शम्भु निवास लेख्नुपर्छ हौ एक निवास निवास किन लेख्नु त्यो भनेको मन्दिर हो नि त मन्दिर घर सबै हो नि त त्यो त्यही भएर निवास परिवार हटाइदिएको हामी परिवार हो भन्ने सबैलाई थाहा छैन होइन कति भयो तपाईँ आउनुभएको प्रभु पैसा चाहिँ कहाँबाट म ल्याउनु आएको थुप्रो भइसक्यो अब चाहिँ वैशाख 11 गते हेप्पी बर्थडे चाहिँ 1 वर्ष हुन्छ यहाँ चाहिँ सबैभन्दा ठुलो हात चाहिँ हाम्रो कमला माताको छ उहाँले ल्याइदिनु भएकोमा धेरै 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 धन्यवाद दिन चाहन्छु जुन ठाउँमा म आउनु सकिरहेको थिइनँ म तडपिरहेको थिएँ र गुरु जय शम्भु आमासँग भेट गराउने काम चाहिँ हाम्रो कमला माताले गर्नुभएकोमा धेरै 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 धन्यवाद दिन चाहन्छु मलाई चाहिँ म विशेष गरेर मेरो लाइफको सबैभन्दा ठुलो पार्टनर पनि हो कमला माता जय शम्भु जय शम्भु म त छ होला उसले त अनि घुमाइरहेको हुन्छ नि त अनि त्यही भनेर भनिदिएको भनिदिएको कि जबरजस्ती हो र यहाँ छोरोको युट्युब च्यानलमा हेर्नु न मेरो अनुहार यत्रो आउँछ त्यही माथि झन् क्यामेरामै अड्दैन चलाइदिनुहोस् भगवान् आज समस्त जनता जान्न चाहन्छन् जनता जान्नु चाहन्छ तर मेरो कुन खालको देव चल्नुहुन्छ मलाई नै थाहा हुन्न मान्छे काम दाम मात्रै देवी देवता भन्छ मलाई त नराम्रो छ नि हाई आउँछ अनि आँसु आउँछ माताजीको शुभ नाम इन्दिरा राणा मगरलाई कि भन्नु पर्यो नि त हजुरलाई मेरो म त अब मेरो नाम भनेको चाहिँ जय शम्भु आमा भनेर चिन्नुहुन्छ यही जय शम्भु आमा नै हो आजदेखि त झन् आज पञ्चमी तिथि हो आमाको दिन चल्दैछ म आफ्नो नामबाट चिन्नु चाहदिनँ म चाहिँ भोले बाबाको भक्त भएर चाहिँ मलाई सबै छोराछोरीले जय शम्भु आमा भन्छ मलाई जय शम्भु आमा भनेरै चिन्नु होला बाटोघाटोमा भेट्दा पनि जय शम्भु आमा भन्नुभयो भने मलाई खुसी लाग्छ मेरो नामबाट नबोलाइदिनु होला म मेरो नामबाट अगाडि बढ्नु मन लाग्दैन भगवान्को बाटोबाट कृपा भएर मलाई चाहिँ भगवान्कै बाटोबाट नै टुक्राको त आइहाल्छ जय शम्भु राधे राधे माताजी जय शम्भु राधे राधे सञ्चालन हुनुहुन्छ हजुरहरूको आशीर्वादले सन्चै छु आरामै छु छोराछोरी खुसी आमा खुसी हामी हजुरको नामदेखि सुरुवात गरौँ हजुरलाई के भनेर चिनिन्छन् प्रभु मलाई चाहिँ आफ्नो नाम भन्दा पनि नि अब भगवान्ले चुन्नु भएको हो होइन भगवान् जतिको त बन्नु म सक्छु सक्दिनँ त्यो त मलाई थाहा छैन भोलिको दिनमा हजुर तर मलाई चाहिँ मेरो नामबाट भन्नु आमा भनेर भन्छन् मेरो छोराछोरीको खुसी नै जय शम्भु आमा छ भने जय शम्भु आमाबाटै भन्नु होला मेरो नामहरू अब रुद्रदेवको अब शरण परिसकेको हो हिजोको दिनसम्म मनुष्य चोला जे थियो
के थियो राम्रा नराम्रा तिता मिठा सबै कुरालाई चाहिँ अब मैले त्यागेर चाहिँ अब चाहिँ भोले बाबाको शरण परे। मेरो भोले बाबाले अब मनुष्य चोला सक्यो, अब चाहिँ भगवानको हरे राम हरे कृष्ण भन्नुभयो हो। अनि प्रभु हाम्रो यहाँ चाहिँ भोले बाबा मात्र हुनुहुन्छ कि को राख्नु भएको छ त भगवान? मैले त सबै सृष्टिमा चल्ने 64 भैरव 64 योगिनी सबै नै हुनुहुन्छ। अनि हाम्रो यो ठेगाना कहाँ हो प्रभु? अब हालचाल चाहिँ अहिले हामी चाहिँ हनुमान मन्दिर छौँ। अब काल भैरवले चाहनुभयो, पाथिभएर आमाले चाहनुभयो, तेह्रकाली खप्परवाली आमाले चाहनुभयो भने उहाँहरूलाई एकान्त ठाउँ चाहिएको छ। त्यो पनि भगवान्ले जुराइदिनु भयो भने, तिथिमिति भयो भने त्यो पनि हाम्रो जय शम्भु। अब टिम नभन्नु अरे होइन, परिवार नभन्नु अरे होइन, के भन्नु, जय शम्भु। ध्यान तप गर्नुको लागि है। अब अनि तपाईँको चेलाचेली कति भए आजसम्म प्रभु? प्रभु यो कुरा चाहिँ नगरौँ, मेरो मुटुखेरि सबै चिया भएर दुख्छ प्रभु नारायण। भगवान्ले त पठाइदिनु भयो, बिच बाटोमा केले तान्नुहुन्छ हुन्छ। मै कमी कमजोरी छु कि मैले नै छोराछोरीलाई माया दिनु कम गरेँ कि प्रभु नारायण, त्यो थाहा भएन। मेरो छोराछोरी चाहिँ धेरै हुनुहुन्छ, पूर्व पश्चिम उत्तर दक्षिण 4 दिशा। जहाँ भए पनि होइन, जुन अवस्थामा भए पनि मेरो छोराछोरीलाई चाहिँ महाकालको आशीर्वाद होस्। यहाँ आउनु नसके पनि उनीहरूले घरबाट त एक दिन त जय शम्भु आमा त पुकार्छ नि त होइन, दिनमा एकचोटि त याद त आउँछ होला होइन। म पनि धेरै सम्झेको छु, धेरै माया छ हृदयबाट। तनबाटै जहाँ भए पनि होइन, दुःख सुख भनेको आफू आफ्नो गरी खानुपर्छ। यहाँ आएर यहाँ ध्यान गरेर मात्रै पनि हुँदैन, आफ्नो कर्ममा पनि अगाडि बढ्नुपर्छ। भगवानको बाटो त बराबरी मेरो छोराछोरी मैसँग होस् त भन्ने चाहिन्छ। अनि मागेको कुरा पाइँदैन। उहाँ हाम्रो लाखिन बुद्ध, हाम्रो छोरी। अब अहिले चाहिँ उसको पालो हुँदैछ। ऊ पनि भगवान्ले अब कहिलेसम्म भगवानको सेवा गर्नु जुराउनु भन्छ तहिलेसम्म ऊ आउँछिन्। आफ्नो कर्ममा पनि अगाडि बढ्नुपर्छ। सबैजना पालै पालो एकैचोट भन्छ, यो छतले पनि धान्दैन, त्यही भएर होला। त्यही भएर पालै पालो छ। यो पालि ऊ छ, अर्को पालि को छ, भर्सेको मेरो छोराछोरी सबै एकजुट होस् भन्ने चाहिँ मेरो मन तनबाट चाहन्छु। तर कसैलाई फोन गरेर चाहिँ आऊ चाहिँ म भन्दिनँ, किनभने मेरो यो बानी चाहिँ खराब छ। हेर छोराछोरी हो, जसलाई जय शम्भु आमा चाहिन्छ ऊ थपक्कन आउने, फोन गरेर आऊ भन्ने मेरो बानी छैन। म भन्थेँ पहिला भन्थेँ, तर भन्दा कस्तो भयो भने मलाई अलिकति आफूमै अलिकति डाउट लाग्यो कि म चाहिँ छोराछोरी भनेर आऊ भन्थेँ। अब कसैले त मोबाइलको स्विच अफ, नेटै अफ गरेर बस्छ भन, थानामै सुनाएँ। त्यहाँदेखि मेरो त मनै मरो। त्यही भएर कलसल केही उठाउनु मन लाग्दैन। त्यही भएर सबैलाई मलाई भेट्नु मन छ भने फोन बोल्छु भन्ने कारणले हामीले कोही दिनुभएको छैन। हामीले चाहिँ किनभने ध्यान तपमा जानुपर्छ, सबैको भलो होस् राम्रो होस् भन्ने हो। अनि अब बोलेपछि कति कुराहरू तिता मिठाहरू हुन्छ। त्यही भएर मैले चाहिँ फोन चाहिँ रिसिभ गर्नु पाएको छुइनँ, त्यसमा क्षमा माग्दैछु। आज मेरो दिपेश छोराले चाहिँ यहाँ के अरे भिडियो गरेर यो मलाई बोल्नु 2 शब्द भनेकोमा चाहिँ मेरो दिपेश छोरालाई हृदयबाट धन्यवाद। यो मेसेज चाहिँ मेरो छोराछोरी पूर्व पश्चिम उत्तर दक्षिण 4 दिशा पुर्याइदिनु होस् गुरु। जय शम्भु, राधे राधे। सबैको शुभ बिहानी। जति 3 जना छौँ जानुपर्ने। कस्तो मुटु घोचिरहेछ, कसले के हुँदैछ यहाँ, के हुनु आँटो।
सियोले घोच्यो भन्दा पनि साह्रो भइरहेछ मकाल तर सर्लक्क नि यही छ मलाई न भोलेनाथ रे भोलेनाथ रे जय भोलेनाथ जय शम्भु हर हर महादेव शम्भु अर्को भन्नु अब गणपति बाप्पालाई पनि लगाइदिनुहोस् ए माला त लगाइसकेको पो छ है गणपति नमः काल हर दुख हर रोग हर कष्ट हर दरिद्र हर 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 महादेव नमो पार्वती फते हर 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 महादेव शम्भो श्याम सदाशिव श्याम सदाशिव श्याम सदाशिव भोलि बाबालाई हामी जल चढाउँछु नन्दी महाराज पुऱ्याइदिनु होला उहाँसँग मनुष्य यहाँ छु देवी देवता त्यहाँ कैलाशमा बस्नुभएको होला सबैले गर्ने हो दिशाक नागेर नागेरानी छ दिशाक नागा देवी देवता छ दिशाक कुला देवी देवता 33 घडी देवी देवता हजुरहरू सबैलाई सम्झेर लक्ष्मी साना हजुरलाई पनि सम्झेर एकै मुष्टमा यहाँबाट धुपा दिएर म के बोल्छु के पुग्छ क्षमा गरिदिनु दुधको दुध पानीको पानी छुट्टा सबै देखाइदिनु म सत्यको मार्ग सत्यकोबाट देखाइदिनु है दाइ प्रभु परमेश्वर बाटो घाटोमा हिँड्दै जाँदामा नचिन्दामा नजान्दामा केही बोल्छु के पुग्छ क्षमा प्राप्ति गरिदिनुहोस् है प्रभु परमेश्वरलाई नागे राजा नागे रानीको जय 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 ओ आज पञ्चमीको दुर्ती छ ल आजको दिनमा आज कति तिमीमा 2082 साल 12 महिना 9 गतेलाई बिहानीको पूजा सुरु गरी जाँदामा नवरात्रिको 5 दिनमा पञ्चमी तिथिमालाई बिहानीको पूजा सुरु गर्दै जाँदामा धुपाबत्ती जाँदामा के बोल्छु के पुग्छ क्षमा गर्दिन धुवाको दुध पानीको पानी छुट्टा सबै देखाइदिनु है सत्यको मार्ग सत्यकोबाट देखाइदिनु है गणपति बाप्पा भोले बाबा डोलेश्वर बाबा रुद्रदेव काला भैरव महाकाला आदिशक्ति आदिदेवी जय श्री पञ्चमुखी हनुमान जय श्री कृष्ण राधे राधे हजुरहरू सबैलाई सम्झेर एकै मुष्टमा धुपाल्टी जाँदामा के बोल्छु क्या पुग्छ क्षमा प्राप्ति गरिदिनुहोस् प्रभु परमेश्वर लाई प्रभु जय श्री महाकालको जय हो गणपति बाबाको जय हो आदिशक्ति आदिदेवीको जय जय हो लाई अब हामी यहीँ पाथिभरा आमाकोमा आइपुग्यौँ यसपालि चाहिँ अखण्ड दियो चाहिँ हामी पाथिभरा आमालाई साँची राखेर हाम्रो जे मनोकामना छ देख्नुभयो होला आमालाई राख्ने स्थान हामीले कति कुराहरूमा चुक भयो होला कति अपुग भयो होला हाम्रो आमालाई अब आमाको आशीर्वाद रह्यो भने हामी भोलिपर्सि भव्य गर्नेछौँ होइन लाई आजको दिनमा आजको तिमीलाई मेरो आमा पाथिभरामा सत्यदेवी बुढी बोजू आमा नाममा साँझको बिहानको पूजा सुरु गरी जाँदामा के बोल्छु के पुग्नु गरिदिनु है दुधको दुध पानीको पानी छुट्टा सबै देखाइदिनु है सत्यको मार्ग सत्यको बाटो देखाइदिनु है लाई प्रभु परमेश्वर धुपको दुध पानीको पानी छुट्टाइ सपनामा हुन्छ कि ध्यानमा हुन्छ कि दीपमा हुन्छ कि अग्निमा हुन्छ लाई प्रभु परमेश्वर सबै देखाइदिनु है लाई मेरो आमा पाथिभरा आमाको जय होस् मोटुको हातबाट पनि होस् सबै राम्रो होस्
मनोकामना सबै सोचेको आँटेको पुगोस् प्रभु परमेश्वर। जय शम्भु। राधे राधे। प्रभु परमेश्वरलाई जय श्री कालियामा काला भैरव तसडी भैरव बटुक भैरवको जय जय हो। विचारले बसेका ध्यानमा जानुपर्छ र पनि म त आफू सम्झेर जहिले अब मैले लिँदा पनि पो जहिले म 7 वटा राख्छु होइन। बनाएको राजा बनाएको रानी बनाएको देउता बनाएको देवी बने राजा भने रानी बने जाग्ने बाहिरका बढे बजु महारानी ठाकुरानी यो किन हजुरहरू सबैलाई सम्झेर आजको दिनमा आजको दिदी मिदिमा पूजा गर्दै जाँदामा धुपा दिदी जाँदामा के बोल्छु के पुग्नु त क्षमा गरिदिनुहोस् है प्रभु परमेश्वर। है बनाएको देउता बनाएको देवी बनाएको बाबा बनाएको आमा देवी थानाको जय जय ल हाम्रो चाहिँ यसरी यहाँ हुँदैछ ढोलेश्वर महादेवलाई। अनि यहाँ हाम्रो महाकाल एकदम फर्किरहनु भएको छ। अनि यहाँ पञ्चमीमा हाम्रो आज रेडी हुँदैछ पुरै। एकछिन ढोलेश्वर महादेवलाई हो त्यहाँ एउटा ल्याउ न हो त्यो लरक्क भएको यहाँ चढाएको यहाँ गर त राजा मेरो छोरो। ल आज हाम्रो बाबालाई दुध जल फल सबैले अभिषेक गर्न आँटेको भगवान्। ल त्यही छ हाम्रो चाहिँ बाबा हुनुहुन्छ। बाबा टुक्क हाँस्दै हुनुहुन्छ भन्दै हुनुहुन्छ मलाई 9 दिन आइपुग्यो केटाकेटी हो भन्दै हुनुहुन्छ। ल अर्को बाबा यहाँ हुनुहुन्छ बाबाजी। ल रौ सुरुवात गरौँ। अनि है पहिला यहाँ हामी यसरी गर्दैछौँ। अब थोरै पहिला यहाँ यसरी अनि यता थोरै अनि थोरै यहाँ चमा प्रभु। ल यसरी गर्नुपर्ने हुन्छ। गर्दै हुनुहुन्छ। म त भिडियो बनाउँदैछु नि त। जय शम्भु। नन्दी महाराज मेरो मनोकामना पनि यसो पुगाइदिनुहोस् है। हृदयमा बस्नुपर्छ अरे कि हामी भगवान्को तिनैजनाले छौँ। ल खै सोचेको आजको पुरा होस्। हजुरलाई राम्रो ठाउँमा राख्नु पाऊँ। कसैको रोकटोक नहोस्। कसैले जात नभनोस्। कसैले
गरण गरेको छौँ होइन पूर्व जन्ममा हामी जे जे भए पनि यो जन्ममा चाहिँ जुन नामले चिने पनि हामी हजुरकै शरण हजुरकै सन्तान हो। जय शम्भो, जय श्री कृष्ण, राधे राधे। हाम्रो चाहिँ पूजा आज यसरी नै सुरु भएको छ। आज हामी भोले बाबाको थानमा हामी भोले बाबाको सन्तान 3 सन्तान यसरी यहाँ एकजुट भएर हामीले हाम्रो कर्मकाण्ड सक्यौँ। अब पहिला के थियौँ कसो थियौँ, तर अहिलेको जन्ममा हामी बाबाको भक्त, बाबाको सन्तान यस्तै छ। बाँकी अब हाम्रो भोले बाबाले चाहिँ जसो दिनुहुन्छ, भोले बाबाले चाहिँ जसरी गराउनुहुन्छ, जहाँ लानुहुन्छ हामी त्यहीँ जानेछौँ। जय शम्भु, राधे राधे। ल हे प्रभु, हाम्रो त हामी तल आइसक्यौँ र हाम्रो चाहिँ तल यस्तो छ है प्रभु। मेरो बाइकलाई पनि नुहाउनु पर्ने। कलशको अलिकति तिल जाऊ यसमा मलाई। चम्किनु भएको भोले बाबा, हाम्रो बाबा, प्यारो बाबा। ल हामीले चाहिँ यहाँ यसरी सुरुवात गरेका छौँ। युट्युब च्यानल पनि भाइरल होस्। ओ माई गड भनिदिनुहोस् ल। गुरु गुरु चाहिँ हाल्नु सुरु। तिनैजना सँगसँगै धेरै धेरै दुध, धेरै दुध हौ गुरु। जय शम्भो। बाई बाई। नन्दी महाराजको जय शम्भो। ल सजिलो भयो तल आइकन जय शम्भो बाँकी। जय शम्भो, जय शम्भो, जय शम्भो। त्यो बाइक धुनु पऱ्यो भनेको पानी बन्द भइहाल्यो छ। किन बन्द गरिदिनु भएको? छोराले बाइक धुन्छ भन्ने थाहा छैन कि पानी बेसी भयो भनेर? 800 उठो, 800 हुनु पर्ने। म कहाँ जाउँ? जय शम्भु भन्दै आउने के? अरे जय शम्भु भन्नु पर्यो। राम्ररी पढ्नु, फर्स्ट हुने यसपालि। ओके यहाँ खै हो फुल छैन है मेरो नाम। भोले बाबा हजुरकै सन्तान हुन्, प्लिज नजर उतारिदिनु पर्यो नि है। आज राम्रो एकदम भाग्यमानी हुनु।